गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ म यसो घुमे जस्तो गर्नलाई यतातिर आएको छु क्या। अनि यतातिर चाहिँ यस्तो ठाउँहरू छ कि होइन, यो गण्डकी कोशी है। अनि यो चाहिँ हाम्रो खै के भन्छ त्यस्तै के भन्छ, पानी भन्दा एक दिनले देख्यो रे के यो ढुङ्गा चाहिँ यस्तो खतरनाक रे के। अनि यस्तो छ कि कपाल छ रे ठाउँ त यहाँनिर यसरी हेर्दा त होइन, सरर वा यता यस्तो एकदमै बबाल लाग्दो ठाउँ छ यो चाहिँ है। यस्तो म त कस्तो खुसी लाग्यो यार, बबाल छ भनौँ है। यतातिर पनि पुरै घुमाएर देखाइदिन्छु मैले। गण्डकी कोशी है यो चाहिँ। कस्तो डर लाग्दो है, बगेको छ के अरे। जे जस्तो भए पनि यस्तो मजा आउँछ है। यस्तो ठाउँ छ तपाईँहरू पनि एकचोटि आउनै पर्ने हो क्या यो ठाउँ। यस्तो ठाउँ छ अरे, यस्तो बबाल यति राम्रो ठाउँ हो यो। यस्तो रमाइलो ठाउँ छ, देख्न सक्नुहुन्छ है चारैतिर होइन। उता पूजाआजा गर्ने ठाउँहरू पनि छ, धेरै कुरोहरू छ नि उता त। अनि यस्तो यहाँ बस्न त यस्तो आनन्द फिल हुन्छ कि भनौँ न। अब कस्तो भन्नाले जे जस्तो भए पनि एकदम मजा छ कि यहाँ चाहिँ। अझ मेला लाग्ने बेला आएन म, मेला लाग्ने बेला कति धेरै यता मान्छेहरू, त्यहाँ पुरै मान्छेहरू भरिरहेको हुन्छ क्या, पुरै भरिएकै हुन्छ क्या मान्छे त कति धेरै हुन्छ, हिँड्नलाई पनि बाटो पाइँदैन। यस्तो बबाल छ क्या यस्तो। यस्तो रुखमा आवाज सरर आइरहेको छ नि गाईहरू, यस्तो बबाल छ कि स्वर्ग पुगे जस्तो भइरहेको क्या यहीँबाट पनि। स्वर्ग पुगे जस्तो लागिरहेको छ यहाँ, यस्तो बबाल ठाउँ। अनि सन्चै हुनुहुन्छ है। यहाँ देख्न सक्नुहुन्छ है, यस्तो मूर्ति छ। यस्तो अब डराउन पछाडिबाट हेर्नु, पछाडिबाट साप भगवान खतरनाक छ, यस्तो बबाल छ यहाँ त ठाउँ त। हजुरहरू चाहिँ एकचोटि आउनै पर्ने हुन्छ कि, किन भन्छु भने यस्तो अब कस्तो आनन्द टाइपको छ क्या ठाउँ चाहिँ टाइपको छ। अनि आजलाई चाहिँ यति नै। अनि हजुरहरू जो पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ होइन, अब भनौँ न भर्खर हेर्नु भएको छ, सुरु देख्नु भएको छ भने, पुरै हेर्नु भएको छ भने हजुरहरूले चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है। अनि नजिकै रहेको बेलायकन पनि दबाइदिनु होला। अनि के भन्छ अरे, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। टिकटकबाट हेरिराख्नु भएको छ भने चाहिँ हेर्दै अनि स्क्रोल गर्दै गर्नु होला। खुब सुती हेर्नलाई त मजा आइरहेको होला नि होइन। ओछ्यानमा सुत्यो। अनि अहिले मैले खास भन्नुपर्दाखेरि तपाईँ अहिले ओछ्यानमा सुतेर मेरो भिडियो हेरिराख्नु, ओछ्यानमा सुतेर कि पुरै सुतेर मङ्ग सुतेर है मेरो भिडियो हेरिराख्नु भएको। अहिले उठ्नु पर्दैन, लाज लाग्दैन कि रात परेर सुतेको। त्यही हो गाइजहरू। ल आज चाहिँ यति नै भन्दै म हजुरहरूलाई बाई बाई। अनि हजुरलाई बिहा।